व्हाट्सएप गाइज, म हुँ तपाईहरुकै मित्र अनि आज हामी कुरा अर्थात रोस्ट गर्न जाँदै छौं। जो यस्तो एउटा नमुना जसले युट्युबमा भिडियो राख्नका लागि जे पनि गर्ने गर्छ। हो, कहिले यसले आफ्नो भिडियोमा भ्युज ल्याउनका लागि प्रधानमन्त्रीको पदमा रहेको व्यक्तिलाई मार्ने धम्की दिएर भिडियो बनाउँछ त कहिले। आज आँटिहालौँ, अब धेरै टाइम पनि छैन, बुढो गइहाल्छ। माप चिक्ने रानीको छोरा कहिले आफ्नो भिडियोमा अडियन्स खिच्नका लागि जेपटी बोल्ने गर्छ। वेलकम ब्याक। के छ गाइज, आज हामी कुरा गर्न चाहदैछौँ मेरो चाक्कु दुरुको बारेमा जो एकदमै कालो छ। रन्डो कार्की अर्थात रतन कार्की, जसले आफ्नो बाउसँग बसेर समेत गाजा फुक्ने गर्छ। फर्स्ट अफ अल यसको ट्यालेन्टको बारेमा कुरा गर्नु पर्दा त बडीलाई हल्का गर्नु, खुट्टा सबै टिनिक पार्ने हो। अनि सेकेन्ड भन्नु पर्दा त आखे यो मुजी बल्ल आइस त मात्र रफ बोल्ने। कुरा गर्न चाहदैछौँ मेरो चाक्कु दुरुको बारेमा जो एकदमै कालो छ। अर्को थर्ड नम्बरमा भन्नुहुन्छ जसको ट्यालेन्ट नै छैन। यसलाई प्रश्न सोध्नु पर्दा चाहिँ, ओए भाइ तैँले अडियन्सलाई के कुरा चाहिँ सेयर गर्छस् हो, के कुरा सेयर गर्छस्? के हुँदो रहेछ भने यस्तो उल्टो पार्यो भने चाहिँ भित्र खोल्टी हुँदो रहेछ कि अनि यस्ता व्यक्तिले अडियन्सलाई धारणा दिने गर्छ इम्पोर्टेन्ट छैन पैसा मान्छेको अस्तित्व नै, पैसा चाहिँ मान्छेको अस्तित्वै होइन भन्ने। अनि मेरो अस्तित्व मात्र पैसासँग छ। Oh my God, this is unexpected। अनि भाइलाई चाहिँ लाग्ने रहेछ अडियन्सले भिडियो चाहिँ माया गरेर हेरेका हुन्, गरेर माया गरेर मलाई फलिफा भएको कुरा हो टु बी अनेस्ट। र मेरो खुसीमा तर नाना मुन्ना अभी और सुनिए भाइ, जब तैँले बकचुती गर्न बन्द गर्छस् नि तब तँलाई थाहा हुनेछ कि तेरो औकात त्यही हो। भाइ तैँले यस्तो ट्यालेन्ट देखाउनु भन्दा बाटामा क्यामेरा छोपेर हिँड्न बन्द गर्दै। यही हो तेरो रोस्ट, छक्का तेरो पञ्चलाई। यही नै हो मेरो रोस्ट। आजको बकचुती हिजो दिनभर त सरी रतन कार्की, यो भिडियो चाहिँ मात्र इन्टरटेनमेन्टको लागि बनाइएको हो। अनि गाइज, तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो सब्सक्राइब गर्नु चाहिँ पर्दैन। सब्सक्राइब गाइज। मान्दा नै रतन कार्कीको छ नि त अहिले त। तोबा तोबा तोबा, थारा मुड खराब।